सबैजनालाई धेरै धेरै नमस्ते। मलाई मेरो धेरै साथीहरूले नेपालका राजनैतिक दलका नेताहरूले समाजवाद र साम्यवाद चाहिँ भाषणमा अत्याधिक प्रयोग गरेको सुनियो। बेरोजगारी बढेको बढै छ, युवाहरू विदेशिएको विदेशै छन्। के छ नेपालमा समाजवाद र साम्यवाद लागू भएको छ या लागू हुन सक्छ भनेर प्रश्न गर्नुभएको रहेछ। छैन। समाजवाद र साम्यवाद आफैमा पनि एकदम र्यान्डम क्वेसन हो, तर नेपालमा लागू भएको छैन र यो लागू गर्नको लागि ठुलो सङ्घर्ष गर्नुपर्ने हुन्छ। नेपाल पछि परेको अहिले होइन, हाम्रो पुर्खादेखि नै पछि परेको हो। राजा राणा पञ्चायतको निरङ्कुश शासकहरूले पछि पारेका हुन् नेपाललाई। म हजुरहरूलाई बाहिरी कुराहरू भन्दा पनि समाजवाद र साम्यवाद बीच चाहिँ थोरै फरक मात्रै बताउन चाहन्छु। जस्तै समाजवाद भनेको चाहिँ कुनै पनि देशको संविधान र कानुनको परिधिभित्र बाँधिएर रहेको हुन्छ समाजवाद। समाजवादको लेबर ल्यान्ड र क्यापिटल चाहिँ कुनै पनि व्यक्तिको अन्डरमा होइन कि राज्य अथवा समुदायको अन्डरमा रहन्छ। कुनै पनि विकासका योजनाहरू भयो, ठुल्ठुला रोजगारीको योजनाहरू भयो, औद्योगिक कालका कल कारखानाहरू भयो, त्यो सबै व्यक्तिको अन्डरमा रहँदैन, त्यो समुदायको अथवा राज्यको अन्डरमा रहन्छ। समाजवादमा भूमिविहीन कोही पनि हुँदैन, बेरोजगारी कोही पनि हुँदैन। नेपालमा त रोजगारी नै पाउनको लागि पनि या त कुनै पनि राजनीतिक दलको चाकरी गरेको हुनुपर्दछ, या त नातावाद र कृपावाद मिलेको हुनुपर्दछ, या त जात धर्म मिलेको हुनुपर्दछ, या त आफूभन्दा धनी वर्गका मानिसहरूसँग तल्लो स्तरमा गिरेर चाकरी गर्न जानेको हुनुपर्दछ। गरिब धनी भन्ने हुँदैन समाजवादमा। तसर्थ नेपालमा यो लागू हुने सम्भावना तत्कालको लागि छैन। यसको लागि सङ्घर्ष गर्नुपर्दछ। अब रह्यो साम्यवाद। साम्यवाद चाहिँ कार्ल मार्क्सले परिकल्पना गरेको एउटा राजनीतिक पोलिटिकल आइडियोलोजी मात्रै हो, तर विकसित मुलुकहरूमा थोरै लागू भएको चाहिँ देखिन्छ, तर पूर्ण रूपमा लागू भएको मानिँदैन। साम्यवादमा गरिब धनी भन्ने हुँदैन, भूमिविहीन वर्गविहीन पैसाको पनि भ्यालु हुँदैन। साम्यवादमा चोर पुलिस भन्ने हुँदैन, हत्या हिंसा झै झगडा भन्ने हुँदैन साम्यवादमा। साम्यवाद चाहिँ मानिसहरूलाई विवेकी र अनुशासन बनाउने एउटा पोलिटिकल आइडियोलोजी हो, एउटा प्रक्रिया हो। जस्तै मैले मेरो खेतबारीमा उब्जनी गरेको काँक्रा बाहिरका मान्छेले सजिलै आएर खान पाउँछन् र म आफूले पनि अन्य ठाउँमा गएको बेलामा उनीहरूले उत्पादन गरेको खानेकुराहरू सजिलै टिपेर खान